नमस्कार साथीहरू, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ मेरो बुढोको बिदा थियो। हामी तिनैजना घुम्न निस्क्यौँ न त भनेर प्लानिङ त मेरो एक हप्ता अगाडिदेखि नै कहिले बुढाको बिदा होला र घुम्न निस्किउँला जस्तो हुन्छ मलाई। घुम्न त के हुनु, यसो बाबुलाई फ्रेस बनाउन लैजाउँ, बच्चा पनि खुसी हामी पनि खुसी भन्ने हो। अनि पानी परेर बिहान भनी पानी परेर निस्किन दिएको थिएन, निस्किन नदेला जस्तो छ। अब आज घरमै राख्नुपर्ने भयो भनेर बाबु पनि फेरि झगडा गर्छ कि निस्किन पाएन भने भनेर टेन्सन भइरहेको थियो। त पछि नआउँदा लुगा धोएर एकछिन बस्दा त अलिअलि पानी रहेको जस्तो भयो। रहेको जस्तो भएपछि ल निस्क्यौँ न त भनेर निस्किएँ। बादल त हेर्नु न लागि नै रहेछ कि फेरि ऊ खुसी हुने, छोरो खुसी हुने भएपछि हामी गइहालौँ न त भनेर निस्कियौँ। निस्केको बाटोमा फेरि योदेखि नि किनिदिनु भनेको छ, त्योदेखि नि किनिदिनु, रोकिदिनु भनेको छ। अलिअलि गर्दैन बाबुले। हेर्नु न, मिनी ब्लग बनाउँछु भनेर त स्टार्ट गरेँ, तर आफ्नोमा लाइक भने थोप्पो आउने होइन। लाइक हुन्छ जम्मा 2 जनाको आफ्नो, अनि कसैले झुक्किएर फ्याट्ट गरिदिनु भयो भने आउँछ। क्विटै गरिदिउँ जस्तो लाग्ने रहेछ कि कहिलेकाहीँ त। तर के गर्ने, हिम्मत हार्नु पनि भएन। अब स्टार्ट गरिहालेँ, गरौँ न त भनेर गरिरहेको छु। जसो तसो अब जस्तो हुन्छ त्यस्तै बनाउँदैछु। यो पनि किनिदिनु, त्यो पनि किनिदिनु भनेर देखाउँदै थियो। हेर्नु न बाबुले। अनि पछि फेरि यतापट्टि हाँसहरू देख्यो कि हाँस देखेपछि डक रोकिदिएँ भनेर डकमा रोकिदिएँ। अनि एकछिन त्यहाँ खेल्न लगाएँ। त्यतिन्जेलसम्म मैले पनि यसो भिडियो खिचेर र अपलोड गरिदिन्छु भनेर अपलोड गरेँ। हामी खासमा निस्केको चाहिँ खाजा खान, अनि बुढोको काम पनि थियो कि पैसाहरू उठाउनु पर्ने थियो, अनि त्यही उठाउन भनेर निस्केको हो। हरियाली कस्तो राम्रो, हेर्नु नि धान रोपेको ठाउँमा त कस्तो राम्रो देखिने कि। कहिले डाँडै काँडा देखाउँछु मैले, कहिले हरियाली नै हरियाली देखाउँछु कि मैले हजुरहरूलाई। प्रायः अब मैले घरको खानाहरू बनाएको भिडियोहरू पोस्ट गरौँ कि जस्तो लाग्छ। अब त्यो त सबै महिलाको काम नै हो, बिहे भएको सबले गर्नु नै हुन्छ, नगर्ने त कोही हुनुहुन्न। त्यही भएर रेसिपी पनि त मलाई भन्दा राम्रो तपाईँहरूलाई पनि आउँछ भनेर मैले पोस्ट गरेको छैन। पछि चाहिँ म गर्दै जानेछु। जस्तो जस्तो भिडियो पोस्ट गर्न मन लाग्छ त्यस्तै अब तपाईँहरूले नि कमेन्ट गर्दै जानु होला, यस्तो यस्तो पोस्ट गर भनेर। जति सक्दो सेयर गरेर मेरोमा लाइक एन्ड भ्यू चाहिँ आउन हेल्प गरिदिनु होला प्लिज। म पनि तपाईँहरूलाई कस्तो सपोर्ट चाहिन्छ त्यस्तै सपोर्ट गर्नेछु। अहिले चाहिँ अब स्टार्ट गरेको भएर होला, कहिलेकाहीँ त हिम्मतै हारौँ जस्तो लाग्ने रहेछ नि। लाग्न पनि भन्न त हिम्मत नहार्नु, अगाडि बढ्दै जानु, अरूले जे भन्छ भन्छु। जस्तो के अरे दृष्टि त्यस्तै सृष्टि हो।